उपस्थित नेपालकै जेठो र ठूलो वीरगञ्ज चिनी कारखाना विगत लामो समयदेखि बन्द रहेको छ। विविध कारणले बन्द रहेको वीरगञ्ज चिनी कारखानाको लिलामी प्रक्रिया सुरु भएको छ। कि जंगे जेलमा कि जंगे रेलमा यो चीनी मिलको लिलाममा जंगे बाहेक अरु कसैले टेन्डर हाल्दैन। यदि बाँच्नु मन छ भने भरे बेलुका मसँग भेट्नु, खाना खर्च दिउँला। दायाँ बायाँ यताउति गरिस् भने फेरि गोली खालास। मेरो टेन्डर दर्ता गर। हस् हजुर। जंगे तैले मिलमा पैसा हाल भनिस्, मैले हालिदिएँ। अब यसलाई कसरी चलाउने त्यो तेरो जिम्मा र यसको आधा हिस्सेदार त पनि होस्। तैले हरेक काममा मलाई पार्टनर बनाएर तैले ममाथि जुन गुण गरिस् त्यो गुणको ऋणमा कसरी तँलाई तिरौं? जंगे मैले तँलाई पहिले पनि भनिसकेको छु, साथीभाइको बीचमा यो गुणको कुरा नले भनेर। तँ हेर्दै जा उदय, अरु फ्याक्ट्री जस्तै यो फ्याक्ट्रीलाई पनि यस्तो रफ्तारमा चलाउँछु कि 1 वर्षमा सारा लगानी वसुल गर्छु म। त भोलि नै इन्जिनियर लिएर जा। मर्मत गर्न के कति खर्च लाग्छ त्यसको एस्टिमेट निकाल। म 1-2 दिन गाउँ घुमेर आउँछु। गाउँ भनेपछि त तँलाई एलर्जी हुन्थ्यो। आजकल त 2-2 महिनामा गाउँ जान लागिस्। के छ त्यो गाउँमा? तँलाई नभने कसलाई भन्नु? पख्न समय आउन दे, अनि भन्ने मात्र होइन, म तँलाई भाउजूसँग पनि भेट गराउँछु। कसरी भाउजू भेटाउँदो रहेछस् हेरौँला। उदय म जान्छु, मलाई घरमा अलि जरुरी काम छ। पानी पनि पर्न लागेको जस्तो छ। म अहिलेलाई जान्छु है। हुन्छ। गफ गर्दा गर्दै हिँड्यो। यसको बानी नै यस्तै छ। हेर्नुस् न, कत्रो ठुलो पानी पर्यो। साथीकोमा गएको थिएँ, बाटोमा आउँदा आउँदै पानीले भेटिहाल्यो। जाऊ, भित्र गएर मेरै लुगा भए पनि फेर, नत्र फेरि चिसो लाग्छ। जाऊ। Ah
तेरो ठाउँमा अरू कोही भएको भए त्यसको टाउको भुइँमा हुन्थ्यो। भन् तँलाई के सजाय दिउँ? दाइ, यो गल्ती उहाँको होइन, मेरै हो। तिमीहरू बीच यस्तो सम्बन्ध थियो भने मलाई भन्नु पर्थ्यो। म राजा महाराजाको जस्तो बिहे गरिदिन्थे। मैले आँखाले यो दृश्य देखेपछि म भोलिको प्रतीक्षा गर्दिन। म आजै मेरो बहिनीलाई सुम्पेर जान्छु। ल लगा सिन्दूर, छिटो लगा सिन्दूर। कपुरी का कंदने का भाई मात्रा की दाहिने की सरकुल्ले को छोरी के भयो? के होइन बुवा, पानी सर्क्यो। ए ल बच्चा हो, तिमीहरू जाऊ, आज भोलि आउनु है। हुन्छ सर। ल जाऊ जाऊ। छोरी म मिटिङमा गएर आउँछु है। हस् बुवा। हे भगवान, बाबाले थाहा पाउनु भयो भने मेरो के हुन्छ होला? जसरी मान्छेको शरीरलाई घामको किरणको आवश्यकता हुन्छ, त्यसै गरी मान्छेभित्रको आत्मालाई शिक्षाको किरणको आवश्यकता हुन्छ। शिक्षा बिना कुनै पनि देशको उन्नति र प्रगति हुँदैन। हेर्नुहोस्, एउटा चिठी पढ्नु पर्यो भने तपाईहरू म कहाँ हुनुहुन्छ? यदि भोलि म मरे भने कहाँ जानुहुन्छ तपाईहरू? के गर्नुहुन्छ? त्यसैले हामीले पनि हाम्रो सन्ततिको उज्जवल भविष्यको लागि यो गाउँमा एउटा स्कुल चाहिँ खोल्नै पर्छ। फेरि स्कुल खोल्नु त्यति ठुलो कुरा पनि होइन। जसरी थोपा थोपा मिलेर समुद्र बन्छ त्यही नै हो। त्यसैले हामीले हाम्रो सन्ततिको लागि यो काम चाहिँ गर्नै पर्छ। भोलि यो ठाउँमा म स्कुल बनाउँछु। तपाईहरू सबले
एक कट्ठा जमिन दिनुभयो भने यहाँ स्कुल बनाउन जग्गा पुग्छ। 5 मुठा पराल, 2-2वटा बाँस र तपाईहरु सबै मिलेर एक दिन काम गरिदिनु भयो भने यहाँ स्कुल खुल्छ। त्यसपछि हाम्रो गाउँका यी फूल जस्ता नानीहरूलाई पढाउने जिम्मा मेरो भयो। यिनीहरूको भविष्य म बनाउँछु। जसलाई स्कुलको लागि जग्गा दिन मन लाग्छ उसले आफ्नो जग्गाको क्षेत्रफल, जग्गाको किता नम्बर र जग्गा भएको ठाउँको नाम भन्नुहोस्। ल भन्नुहोस्, कसको नाम लेखौं? नमस्ते मास्टर बा। नमस्कार मास्टर बा, तपाईको यो इच्छा म पूरा गरिदिन्छु। खै दिनुस् कागज। मेरो 14 नम्बर किताबमा रहेको एउटा सानो प्लट जग्गा र कुरुवा बस्ने घर आजदेखि मैले स्कुललाई दिएँ। ल लिनुस् मास्टर बा। हे भगवान, अब म यो पेन मेरो बाबाको अगाडि कसरी लुकाऊ? यो समाजको अगाडि कसरी लुकाऊ? अब मेरो सहारा तिमी मात्र छौ। मलाई बचाऊ भगवान, मलाई बचाऊ। के भयो? किन रोएकी? मलाई आज मात्र हाम्रो गल्तीको आभास भयो। मेरो पेटमा तपाईको बच्चा छ। यदि आज तपाई नआइपुग्नु भएको भए सायद म आत्महत्या गर्थे होला। दैट लाटी, यस्तो पनि कुरा गर्ने हो? म तिमीलाई सधैँको लागि लिन आएको। तर गङ्गा, मबाट एउटा ठुलो गल्ती भयो। के गल्ती भयो त्यस्तो? मलाई जङ्गलले फसायो। सायद मेरो भाग्यमै सौता लेखेको रहेछ, त्यसैले यो सब घटना भयो। तर केही छैन, म भावीको लेखा स्वीकार्न तयार छु। अहिले घर जाउँ। म आजै मास्टर बासँग तिमीलाई माग्छु। जाउँ। बल्ल मेरो स्कुल खोल्ने सपना पूरा हुने भयो। उदय काजीले जग्गा पनि राम्रै ठाउँको दिए। छोरी, के भयो तिमीलाई? के भयो तिमीलाई छोरी? भन कसको नासो हुर्किँदैछ तेरो गर्भमा? जब तँलाई गलत काम गर्न अप्ठ्यारो लागेन भने अहिले बोल्न किन अप्ठ्यारोमा छेस्? भन कसको पाप हो यो? उदय काजीको। उदय काजीको? सायद आज त प्रतिको मेरो कर्तव्य पूरा भए जस्तो छ। म मान्छे पुरानै भए पनि नयाँ सोचको छु। तँलाई आफ्नो जीवन साथी छान्ने पूरा अधिकार छ। यदि त त्यो मान्छेसँग खुसी हुन्छस् भने मेरो भन्नु केही छैन। मास्टर बा, म गङ्गालाई खुसी राख्छु। जीवनमा उसले कहिले दुःख पाउँदिने, यो मेरो वचन भयो मास्टर बा। आऊ गङ्गा, हामीलाई आशीर्वाद दिनुहोस्। गाउँले शहर जन्मायो, गाउँलेले सहरिया जन्माए। आज तिनै सहरियाहरू गाउँलेलाई आफ्नो पुर्खा मान्न हिचकिचाउँछन्। हाम्रो बीचमा पनि कतै गाउँ र सहरको पर्खाल नलागोस्। आज मेरी छोरी कर्मभूमिमा पाइला टेक्दैछ, उसको जीवन सफल रहोस्। उदयले मेरो बहिनीमाथि सौता हाल्यो। अब मैले जानेको छु त्यसलाई। मालिक, रोजी मैसाब र गङ्गा मैसाब दुवैले छोरा पाएको खुसीमा उदय काजीले हजुरलाई मिठाई पठाउनु भएको छ। लिनुस् हजुर। खान्नमा दुश्मन जन्मेको खुसीको मिठाई। उदयको असली स्वास्नी मेरो बहिनी रोजी हो र उदयको सम्पूर्ण सम्पत्तिको मालिक मेरो भान्जा हो। मैले जसरी नाटक गरेर
त्यो घरमा रोजीलाई भित्र आए त्यस्तै नाटक गरेर गंगालाई र त्यसको बच्चालाई त्यो घरबाट बाहिर निकाल्छु। हजुर, यसमा त्यो बिचरी र बच्चाको के दोष? अब त्यसको बाँच्ने कुनै उपाय छैन। कि जंगे जेलमा कि जंगे रेलमा। नमस्कार। नमस्ते। आशीर्वाद छ है मेरो भान्जालाई। ल यसलाई पनि। अनि नाम के राख्नुभयो त? राम लक्ष्मण त होला नि, हैन? होइन, ऊ अग्नि, ऊ ज्वाला। अग्नि ज्वाला, अग्नि ज्वाला। पैसाको आगो त्यो मनैमा बल्दो, हे पैसाको आगो त्यो मनैमा बल्दो, निभाउने कहिले खुल्दुली चल्दो। लौ 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 कि सुराकी उमेरमै चाहिन्छ मायाको खुराकी, उमेरमै चाहिन्छ मायाको खुराकी। पैसामा धेरै चाहिँ बेहोसी नहुनु, पैसामा धेरै चाहिँ बेहोसी नहुनु, अल्लाहले भनेर यो आगो नछुनु। लौ 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 सुराकी चाहिँदैन मलाई त मायाको खुराकी, चाहिँदैन मलाई त मायाको खुराकी। मिठो हुन्छ बैसैमा मायाले बोलेको, मिठो हुन्छ बैसैमा मायाले बोलेको। रह होला तिमीलाई नि किन झुटो बोलेको। साँचो कुरालाई नि किन झुट भन्दैछौ, साँचो कुरालाई नि किन झुट भन्दैछौ। बिचलीमा पारी हिँड्ने तिमी गाली भन्दैछौ। लौ 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 कि सुराकी उमेरमै चाहिन्छ मायाको खुराकी, चाहिँदैन मलाई त मायाको खुराकी। बेलैमा गर्नुपर्छ मान्छेले आफ्नो काम, बेलैमा गर्नुपर्छ मान्छेले आफ्नो काम। ताप्दैनन् कसैले नि अस्ताएको चिसो घाम। पछुताउनु पर्छ नि हतार गर्छ जसले, पछुताउनु पर्छ नि हतार गर्छ जसले। घरिघरि मादललाई बजाउँछ लौ कसले। लौ 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 कि सुराकी
चाहिन्छ मायाको खुराकी चाहिँदैन मलाई त मायाको खुराकी उमेरमै चाहिन्छ मायाको खुराकी चाहिँदैन मलाई त मायाको खुराकी नमस्कार है जेठान साहब। ल हजुर नमस्कार। हेर्नुस् त फ्याक्ट्री कस्तो राम्रोसँग चलिरहेछ। ल हेर्नुस् हेर्नुस् हेर्नुस्। हुन्छ ल जाउँ। लाले हजुर मौका यो हेर्छौँ बस बहिनी बहिनी ए लाले मेरो बहिनीको सौताला नछोड म यसलाई अस्पताल लिएर जान्छु अहिले तिनीहरूले भेटायो भने तपाईँलाई पनि मार्छन् मलाई पनि मार्छन् यो बच्चालाई हुर्काउनुहोस् मै साहब यही हुन्छ तपाईँको सहारा यसले लिन सक्दिनहरूसँग बदला मै साहब जानुस् तपाईँ जानुस् मै साहब भागिहाल्नुहोस् यहाँबाट जानुस् मै साहब जानुस् मै साहब जानुस् जानुस् मै साहब जानुस् हे भगवान् यिनीहरूको रक्षा गर भगवान् ए कहाँ छ त्यो केटी म उनीहरूको पिछा गर्दै आइरहेको थिएँ उनीहरू बस चढेर म पुग्नुभन्दा पहिला नै उतातिर भागे हजुर ए हिँड कता डाक्टर साहब